हेलो सबैलाई हैन आज चाहिँ म दाइ भाउजूको एनिभर्सरी रातिको 12 बजीसम्म भ्युजेर एनिभर्सरी विस गर्न गइरहेको छु हैन। यहाँ चाहिँ हामीसँग अनि केक पनि आइसकेको छ हैन। अनि यहाँ यस्तो छ चिरचिर यो यस्तो छ। अब सरप्राइज कस्तो हुन्छ हेरौँ है त रियाक्सन। यति ढङ गऱ्यौँ कि यति बोलायो कि यति फोन गरे कि उठाएन होइन। दाइ भाउजू कोही पनि उठेनन्। अब यो प्लान क्यान्सल भएर भोलि बिहानै होला जस्तो के गर्नु गाह्रो छ। गर्छ अब भोलि बिहानको सिन हेरौँ है त। हिजो रातिदेखिको राति गर्ने गरेको कुरा दाइ भाउजू नउठेपछि भाइले बिहान जाँदैछ सरप्राइज बिहान दिँदैछ आफै सरप्राइज भएर Happy anniversary. Happy anniversary. Happy anniversary. पक्नु ल तपाईँलाई त मैले जानेको छु भन्थ्यो के भयो भाइ भनिदेऊ दाइलाई। राति 12 बजी त्यत्रो ढङ गरेको थाहा भएन अब 1 घण्टा छ है। अब 1 घण्टा कति बजीसम्म बस्यो भन्दै सोच्दै बसिरहेको 12 बजी सुतिसक्यो 12 बजी सुत्छ 11 बजीसम्म थाहा भयो। कहाँबाट खोज्यो त्यो फोटोहरु? यो सबै सुबोधको काम हो ल ल जोड है गाइस। सर यो मात्र बनाउनु न त्यो काटेर एउटा मात्र बनाउँछ पाउनु काटेर त बोल्नु फेरि निन्द्रामा चाहिँ हुन्छ राति नै काट्नु दिनु ल। ह्यापी एनिभर्सरी सुबोध एउटा उपर ल्याइदेन प्लेट भए हुन्थ्यो। हजुर प्लेट भए हुन्थ्यो खाने ल।